नमस्कार यहाँ सबैमा। आज फेरि पनि हजुरको माझमा एउटा नेपाली मोरल स्टोरी लिएर उपस्थित भएकी छु र यो कथालाई यहाँ सबैमाझ साझा गर्ने अनुमति चाहन्छु। र कथा यसरी सुरु हुन्छ। एक ठाउँमा एउटा विशाल गुफा थिएछ अनि त्यस गुफामा एकजना साधु बस्नुहुन्थ्यो। त्यो गुफा यति डरलाग्दो अन्धकार थियो। त्यस गुफामा साधुलाई भेट्नका लागि मानिसहरू आउने जाने क्रम चलिरहन्थ्यो। एक दिन केही मानिसहरू त्यहाँका साधुलाई भेट्नका लागि त्यहाँ आउनुभयो। तर त्यसै दिन त्यहाँ बस्नुहुने साधु गुफादेखि बाहिर कहीँ घुम्नका लागि जानुभएको थियो। अनि त्यहाँ आउनुभएका मानिसहरू त्यो गुफाभित्र जब प्रवेश गर्नुहुन्छ, त्यो गुफा यति साह्रो अन्धकार थियो। त्यहाँभित्र पसेपछि मानिसहरूले एकअर्कालाई चिन्न अनि देख्न समेत सकेनन्। त्यो गुफाभित्र एउटा सानो टुकी पनि झुन्डाएको थियो। त्यो टुकीले सोच्दछ, म यति सानो छु, मेरो उज्यालोले यत्रो अन्धकारलाई कहाँ उज्यालोमा परिणत गर्नु सक्छ र? म बलेन भने पनि के नै फरक पर्छ र भनेर त्यो टुकीले सोचिरहेको थियो। र हजुरलाई थाहै छ, त्यो टुकी पनि कसैले नबालिकन बल्न सक्दैन। अनि त्यस टुकीलाई जलाउने जुन सलाई चाहिँ साधु आफैले लिएर जानुभएको थिएछ। अनि त्यसै समयमा साधु फर्केर त्यस गुफामा आउनुहुन्छ र सलाई जलाएर त्यस गुफाको टुकीलाई जब जलाउनुहुन्छ, तब त्यो सानो टुकी जब जल्दछ, तब त्यो अन्धकार निष्पट अँध्यारो गुफा उज्यालोमा परिणत हुन्छ र त्यहाँका मानिसहरूले साधुलाई दर्शन गर्नुहुन्छ र त्यहाँबाट सकुशल बाहिर निस्कनुहुन्छ। र त्यति बेला त्यो टुकीले महसुस गर्छ, ओहो, म भित्र कति ठुलो शक्ति थिएछ, म भित्र कति धेरै क्षमता थिएछ। म सानो भएर के भयो त, मेरो सानो उज्यालोले पनि यत्रो अन्धकारलाई हटाउने क्षमता रहेछ म भित्र भनेर आफूलाई गर्व महसुस गर्छ। अनि यो कथाको नैतिक शिक्षा जहाँसम्म यहाँ सबैले बुझिसक्नुभयो, हामी आफूले आफूलाई कहिले पनि तुच्छ सम्झिनु हुँदैन। हामी भित्र अपार शक्ति, अपार क्षमता छ, त्यसलाई हामीले चिन्नुपर्छ, बुझ्नुपर्छ। हामी जहिले पनि म सक्दिनँ, म गर्न सक्दिनँ, मबाट सम्भव छैन, यस्तै हाम्रो सोचको कारणले गर्दा हामी भित्रको शक्ति, हामी भित्रको योग्यता अनि क्षमतालाई हामीले चिन्न सकेका हुँदैनौँ, खोज्न सकेको हुँदैनौँ। र हामीभित्र चाहिँ साँच्चै नै हामीले निहाल्नु सक्यौँ भने चाहिँ हामीभित्र अपार शक्ति छ। हामीले गर्न नसक्ने असम्भव कुरा केही छैन। बस हामीले हामीभित्रको शक्तिलाई निहाल्नु अनि चिन्न आवश्यक छ भन्ने कुरा यो हामी मोरल स्टोरीबाट ज्ञान लिन सक्छौँ। र हजुर जतिजनाले आजको यो मेरो स्टोरीलाई सुन्नुभयो, यहाँ सबैले यो कथाबाट केही नैतिक शिक्षा लिनुभयो होला, केही ज्ञान भयो होला भन्ने म ठुला आशा राख्दछु। र आउने दिनहरूमा यस्तै मिठो मिठो छोटो कथाहरू लिएर आउने नै छु। र यहाँ सबैजनाले यो कथा कस्तो लाग्यो आफ्नो प्रतिक्रिया पनि कमेन्ट बक्समा राखिदिनु होला। साथै मेरो पेजलाई पनि यहाँ सबैले फलो गरेर अनि यो भिडियोलाई सेयर गरेर मलाई सपोर्ट गरिदिनुहोस् भन्दै आजको मेरो यो समयलाई यहीँ राख्न चाहन्छु। धन्यवाद। यहाँ सबैको जीवन सुखमय शान्तिमय बनोस् भन्दै यहाँहरू माझबाट बिदा हुन्छु। धन्यवाद।